धेरैजनाको जिज्ञासा हुन्छ कि यो सुरुङ मार्ग भएर बाइक लिएर यात्रा गर्न पाइन्छ कि पाइँदैन? पाइँदैन। तपाईले यहाँ 2 पाङ्ग्रे र 3 पाङ्ग्रे सवारी साधन लिएर यात्रा गर्न पाउनुहुन्न। बाइक, स्कुटी र अटोहरूले यहाँबाट यात्रा गर्न पाउँदैनन्, किनभने ती सवारीहरू तुलनात्मक रूपमा बढी असुरक्षित मानिन्छन् र सुरक्षाको हिसाबले नै ती सवारीहरूलाई निषेध गरिएको हो। त्यसैगरी सुरक्षाको हिसाबले यहाँ प्रवेश गर्न निषेध गरिएको गाडी हो तेल बोक्ने ट्याङ्कर र ग्यास बोक्ने बुलेट। र प्रवेश गर्न पाउने सवारीहरूले कति शुल्क तिर्नुपर्छ भन्ने पनि जानौँ। भित्रिँदा र बाहिरिँदा फरक फरक शुल्क तय गरिएको छ। तपाईँ काठमाडौँ भित्रिँदा छुट्टै शुल्क र बाहिरिँदा छुट्टै शुल्क तिर्नुपर्छ। जस्तो कार, भ्यान, जीप, पिकअप र 4 पाङ्ग्रे साना सवारीहरू जुन छन् तिनीहरूले काठमाडौँ भित्रदा 65 रुपियाँ शुल्क तिर्नुपर्छ। बाहिरिँदाखेरि तिनै सवारीले 60 रुपियाँ शुल्क तिर्दा पुग्छ। त्यसैगरी मिनी बस, मिनी टिपर र ट्रकले भित्रिँदा 115 रुपियाँ तिर्नुपर्छ र बाहिरिँदा 80 रुपियाँ तिर्नुपर्छ। त्यसैगरी ठुला बस र ट्रकहरूले भित्रदा 260 रुपियाँ तिर्नुपर्छ भने तपाईँ बाहिरिँदै हुनुहुन्छ भने 200 रुपियाँ तिर्दा पुग्छ। त्यसैगरी मल्टी एक्सल ट्रक र भारी उपकरणहरूले भित्रिँदा 600 रुपियाँ तिर्नुपर्छ, बाहिरिँदा 250 रुपियाँ तिर्दा पुग्छ। अर्थात् भित्रिँदा अलिक बढी शुल्क राखिएको छ, बाहिरिँदा अलिक कम शुल्क राखिएको छ। विशेष गरी सवारीहरूले बचत गर्ने इन्धन र उसको जुन इफिसियन्सी हुन्छ भित्रिँदाखेरिको, ती उकालोको जुन हिसाबले उपकरणहरू खिइन्छन्, यन्त्र उपकरणहरूमा पर्ने इफेक्टलाई हेरेर यो शुल्क तय गरिएको आयोजनाले जनाएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 79 महिना अघि यो सुरुङ मार्गको शिलान्यास गरेका थिए। लक्ष्यअनुसार काम भएको भए यो सुरुङ मार्ग 42 महिनामा निर्माण सम्पन्न भइसक्नुपर्ने हो। तर यो सुरुङ मार्ग निर्माणमा विभिन्न कारणहरूले ढिलाइ भयो। कहिले स्थानीयहरूको अवरोध भयो, कहिले जग्गा प्राप्ति र मुआब्जाले समस्या बनायो भने कहिले कोभिड महामारी लगायतका यी जुन चाहिँ महामारीहरू छन् र प्राकृतिक विपदहरू आइपर्छन्, यस्ता चिजहरूले पनि कताकति काममा अवरोध गर्यो। र यो सुरुङ मार्ग अहिले अब तयार भइसकेको छ र साउन 11 गतेदेखि सञ्चालनको तयारी भइरहेको छ र क्रमैसँग फरक फरक वर्गका सवारीहरूलाई सुरुङ मार्गभित्र प्रवेश गराउने आयोजनाको तयारी छ। एकैपटक सबै सवारीहरूलाई प्रवेश गराउँदाखेरि यसको सञ्चालन कसरी गर्ने भन्ने भ्यू नपाउने अवस्था हुने भएकाले पनि यसो गरिएको हो। अहिले यो सुरुङ मार्ग सञ्चालनका लागि चिनिया र नेपाली कम्पनीको जोइन्ट भेन्चर जियान CAR कम्पनीले जिम्मा लिएको छ र उसैले यो भित्रको रेखदेख, सञ्चालन र मर्मत सम्भार पनि गर्नेछ। र सडक विभागले उसलाई वार्षिक करिब 35 करोड रुपियाँ दिनेछ र त्यसकै सञ्चालन खर्च यसले उठाउँछ भन्ने सरकारको अपेक्षा छ यो सुरुङ मार्ग चलाएर। तत्कालै यो सुरुङ मार्गले सञ्चालन खर्च उठाउँदैन भन्ने सरकारलाई पनि थाहा